हेलो गाइज वेलकम ब्याक टु द च्यानल। अनि आज अब चाहिँ म भर्खर उठेर अनि मुखसुख धोएर भर्खर भ्लग स्टार्ट गरेको त्यही होइन। काले 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 कुलु 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 कुले के हो रे? किन करा साले भुत्ले भुत्ला भएछ जम्मै बस। नि गाइज म चाहिँ यहाँनिर लुगा धुनलाई यो टक्राएर राखेको थिएँ। यो मैले डरम भर्यो सफा गरेर यस्तो छ हाम्रो चाहिँ। अनि बाबा बजार जानु भएको छ र हाम्रो फिस माथि नै आएको छ अहिले त। के हो यार त्यो त अन्डा क्या हो त्यो? हेर्नु न अन्डा जस्तो लागिरहेको छैन। अन्डा होस् या जसरी होस् यिनीहरूलाई अब फिडिङ टाइम हुँदैछ। मम्मी आयो भन्दैन? मम्मी चाहिँ यता तरकारी पकाउँदैछ होइन। त्यही होस् अब यिनीहरूको फिडिङ टाइम भएको छ। म यिनीहरूलाई अब फिडिङ दिन्छु। म चाहिँ यिनीहरूको के अरे छिटो ग्रोथ होस् भनेर यो चिकन खुवाउँछु। काटेर म यो कल्जाहरू खुवाउँछु। एकदमै सानो सानो बनाएर दिन्छु क्या। ठुलो बनायो भने खानै खानु। ओके सो त म यो काटी भेटेर तपाईँहरूसँग आउँछु है। अब हामी कुरा चलाउने भनेको यहीँ यो तल घरमा हो कि होइन। अब यहाँनिर थोरै कुखुराहरू चलाउनुपर्छ यिनीहरूलाई। सरी दाना मात्र दिएर त कामै चल्दैन नि होइन। मम्मी त्यता छ, बाबा उहाँभित्र हुनुहुन्छ। के अरे गाडी सफा गरिरहनु भएको छ। नानी कता गयो? मम्मी नानी खै? नानी त रोडतिर गयो। ए म जान्छु रोडतिर। ओके अनि त्यहाँ आइरहेको छ है। ओइ ओके सो होइन। ओइ यता हेर त। हाई भन्दै यसले अहिलेसम्म भिडियोमा लोड देखाइसक्यो तर हाई चाहिँ भने छैन है। हाई भन् हाई भन् न। हाई भने एकपल्ट बहिनी बुने हाई भन त। खै राम्रोसँग नि भन्दैन। त्यसलाई त्यतिकै छोड्दैन चर्न दे यत्तिकै। काले उहाँ खेलिरहेको रहेछ होइन। ओइ यसो त्यसलाई खेल्न दे। के हो उल्टी हान्न त फेरि? त्यतिकै नमेरिकन यी गर त यी गर। तेरो दाँत फुत्किया क्या? ए ढोका खुल्लै रहेछ। खै 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 यत्तिकै कतिवटा एउटा फुत्किया कि एउटा यत्तिकै हान यत्तिकै। त्यो केही पनि नभनिकन केही गाइसहरूमा यसले हान्ने रे। अब उल्टी हान्छु र नभनिकन सक्दैन क्या। ल खतरा खतरा ल यसको चाहिँ के देखाउने हो र? हाई पनि भन्दैन आउँदैन सधैँ
बाबा हाई भन्दैन त हेलो हाई हो यो चाहिँ हाम्रो बाबाको गाडी हैन मासतिर जान्छ कसैलाई जान पर्यो भने अब है के स्टन ल देखा खोइ खोइ ल त्यो त कालेले नि गर्छ आइज ल ओइ ओके सो गाइज अब चाहिँ म यो कुखुराहरू चराउँछु थोरै टाइम पास बहिनीहरूसँग खेल्छु अनि त्यसपछि तपाईँहरूसँग भेट्छु है त बाई कुखुराहरू खोराउने टाइम भयो यो कुखुराहरू खोराम होइन हो लिएर आउनु त्यताबाट लिएर आउनु म यताबाट धपाइहाल्छु नि लिएर आउनु खोर 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 लाग्यो खोर 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 यिनीहरूलाई खोर खोर भन्यो भने आफै पस्छ यसरी छेक्नु चाहिँ पर्छ खोर 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 गयो गयो खोर खोर त्यही एउटा मात्र त्यो चाहिँ खाली यसरी खोराउने बेलामा यो चाहिँ मात्र यही मात्र बाहिर निस्किने हेलो हाई भन्नु यहाँ उहाँ चाहिँ दिदी हो होइन मेरो खोइ पस्यो मम्मी ओके सबै पस्यो 7वटा 1 2 3 4 5 6 7वटा रहेछ 7वटा छ अरू त्यता रहेछ अब यो 3टालाई खोलाउनु पर्यो होइन ओके केही भन्नुहुन्छ भ्लगमा हो र काट्ने काम छ मेरो खेत गएर आएको म चाहिँ लरा काट्दै छु यहाँ हजुर अनि कुखुरा खोर्ने ठाउँमा म उतार लिएर आउँछु है नि बस है त ओके गाइज अरू चाहिँ ठुल्ठुलो चाहिँ मेनहरू चाहिँ ला यतापट्टि पछाडि थियो अब यस्तो छ तर जहाँनिर सर्पहरू हुन्छ यार ओके गयो ओके यस्तो ठाउँ छैन हामी जुन ठाउँमा चाहिँ हाइट यस्तो ठाउँमा यार कसरी क्या खोर खोर ला के भयो खोर 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 ओके गाइज यहाँनिर हल्ला भइसकेको छ त्यस कारणले म चाहिँ अब यो भ्लग बन्द गर्ने टाइममा ओके सबै अब खोराइ भइसक्यो मम्मीले अब यिनीहरूलाई खानाहरू हालिदिइरहेको छ ला निस्किन्छ म जान्छु अब आइज भाइ मुन्द्रे ओ आइज आइज ल यसको नाम चाहिँ 2टा छ है फेरि हजुर ओके म चाहिँ कहाँ म बाबा गाडीमा जान्छु भिडियो त बनाउनु पर्यो होइन र यो चाहिँ बाबाको गाडी हो यो फेरि भित्र आयो भने बर्बाद होइन आइज यो गाडी चाहिँ म पनि चलाउन सक्छु है के यस्तो छ होइन भित्रको इन्टेरियर चाहिँ यो लाइट पनि बल्छ है बल्छ अहिले नदेखियो है बल्छ है बल्न चाहिँ के मान्छे चाहिँ फेरि खत्रै थियो होइन ओके 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 ओके
अनि यो गाडी चाहिँ म पनि चलाउन सक्छु तपाईले यो गाडी चलाएको भिडियो हेर्न चाहनुहुन्छ भने यसमा जम्मा लगभग कति भने म कति के रे ल 50 सब्स्क्राइबर त मेरो नै छैन 10 लाइक मात्र पनि आयो भने म बनाउँछु यो गाडी चलाएको भिडियो हेर्नुहुन्छ भने यस्तो हातले पनि म चलाउँछु है ओके सो त अब मैले धेरै भिडियोहरु बनाए नत्र भने मेरो भिडियो धेरै नै लामो हुन्छ त्यसकारणले अनि म धेरै भिडियोहरु बनाउन चाहन्न धेरै भिडियो हैन धेरै लामो बनाउन चाहन्न त्यसकारणले म अहिले तपाईहरुसँग पछि भेट्दिन अब यो एन्ड गर्ने टाइम आयो हैन बाइ बाइ भिडियोमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुस् मन पर्यो भने लाइक गर्नुस् थ्यांक यू बाइ बाइ